जस्तो आज त तपाईँ र आज पनि होइन, आज पनि सयौँ हर्क साम्पाङ, हजारौँ हर्क साम्पाङ त्यो गेटबाट फर्किरहेको होला। एकचोटि हाम्रो बिना मगर भन्ने हुनु त उहाँको नाम लिँदा अलिकति त्यो अप्ठ्यारो होला, तर लिनु नै पर्छ। भोलि यस्तो पनि नहोस् क्या, आज पनि आजको मन्त्रीहरूलाई भरि सराप्दै मान्छे फर्केको नहोस्। उहाँलाई एउटा फाइल मैले बुझाउँथ्यो खानेपानीको, मेरो आफ्नो व्यक्तिगत केही होइन, म व्यापार गर्छु, मलाई यस्तो फर्म खोल्छु, मलाई यस्तो दर्ता गरिदिनुहोस् भनेर मैले नेतालाई धाउने, सिंहदरबार धाउने मेरो कुरा कहिले पनि छैन। त्यत्रो धरानुभव महानगरपालिकाको खानेपानीको विषय लिएर आएँ। उहाँ के अरे खानेपानी मन्त्री हुनुहुन्थ्यो। 7 दिन म तपाईँको चाहिँ के अरे लजमा बस्नु पऱ्यो, भरै भोलि भ्याउनुहुन्न, भरै भोलि अनि मेरो पालो रिस उठेर त्यो फाइल, जुन फाइल मैले लिएको थिएँ, अब यस्तो खालको फाइल हुन्छ नि त, त्यो खरानी कलरको फाइल हुँदैन त, त्यो फाइलमै मैले खानेपानी मन्त्री मुर्दाबाद लेखेर त्यो गेटमा उभिएँ। पुलिसले घोक्राउँदै मलाई पक्रेर लग्यो, भरे छोडिदियो, पर लग्यो। यस्तो नगर्नु, आइन्दा गोली हान्ने तँलाई भनेर भन्नु है। त्यो सिंहदरबारमा यस्तो देखाउनु मिल्छ, त्यो रिस्ट्रिक्टेड एरिया हो, तँलाई गोली पनि लाग्न सक्छ भनेर हकारेर झपारेर पठायो। खिन्न भएर गएँ। त्यो दिनहरू सम्झिन्छु क्या। त्यो खालको व्यवहार त तपाईँलाई धेरै भएको छ। धरानमै पनि एउटा चेन्ज देख्छु क्या आज म। आफैमाथि भएको त्यो दुर्व्यवहारका घटनाहरू कहिलेकाहीँ चाहिँ सम्झिनुहुन्छ? सम्झिन्छु म। तपाईँको एउटा भिडियो हेरेको थिएँ क्या, तपाईँलाई त्यहाँ र हर्क साम्पाङ चाहिँ अझै पनि त्यो गेट बाहिर उभिरहेको मान्छे नै हो क्या। जनताको मुद्दा बोकेर हिँड्दाखेरि अपमानित भएको त्यो घटनाले अझै पनि तपाईँलाई पिरोल्छ? जस्तो आज त तपाईँ र आज पनि होइन, आज पनि सयौँ हर्क साम्पाङ, हजारौँ हर्क साम्पाङ त्यो गेटबाट फर्किरहेको होला। र म चाहिँ वास्तवमा तिनै मान्छेहरूको आवाज लिएर यहाँ छु क्या। सरकार डाउन टु अर्थ हुनु पर्यो, सबैको पहुँचमा हुनु पर्यो भन्ने कुरा न हो, होइन अन्यजी? सरी, भावुक भयो आज तपाईँको च्यानलमा पनि होइन। म कहिले कहिले अब भावुक हुने गर्छु, सम्झिने हो भने तपाईँको त्यस्तो भिडियो हेरेको छौँ कि तपाईँ एक्लै समाजको लागि बोल्दै जाँदाखेरि तपाईँलाई त्यो बिपी कोइराला उबाट चाहिँ निकालेको होइन दुर्व्यवहारका घटनाहरू छ। त्यसले त मलाई चाहिँ कस्तो भने नि, मान्छे सोझो मान्छेलाई चाहिँ कस्तो भने यो समाजले, यो राज्यले भनौँ न, ढुङ्गा सोचेर धुलो पिठो बनाउनलाई हिर्काउँदो रहेछ क्या। तर म आफूलाई चाहिँ ढुङ्गा होइन, इस्पातको एउटा डल्ला सम्झन्छु। जति मलाई हिर्कायो नि त्यति म धारिलो हुँदै गएँ क्या। उनीहरूले त मलाई फुटाउनु खोज्या हो होइन, झुटो मुद्दा लगाएर के गर्नेदेखि लिएर हरेक कुरा गर्दै आएको हो नि त। तर उनीहरूले चाहिँ मलाई फुटाउन खोज्या हो, अनि फुटाउने उसले चाहिँ मलाई हिर्काएको हो, अझै पनि हिर्काइरहेछन् होइन। जति हिर्काउँछ उति म धारिलो भन्दै जान्छु जस्तो लाग्छ क्या आफूलाई। र कहिले पनि मैले अब अहिले सम्झिँदाखेरि चाहिँ अलिकति यो हुन्छ होइन, भावना अलिक छ नि त, अलिक भावुक मान्छे नै हो, गीत सित लेख्ने, कविता सविता गाउने भएको कारणले। तर त्यो दिनहरू सम्झिन्छु कि त्यसरी चाहिँ मैले अघि भने नि, अझै पनि हर्क साम्पाङहरू
त्यो गेटबाट फर्किरहेको होला। त्यो मान्छे जसले चाहिँ आएर होइन उता दार्चुला डोटी कता कताबाट आएर मन्त्रीलाई भेटेर जान सक्दैन, आफ्नो कुरा राख्न सक्दैन, त्यस्ता मान्छेहरूले श्रम संस्कृतिलाई मलाई सम्झाउनु